जसले मेरो लागि चाँदको टुक्रा लिएर आउँछ उही बनेगा मेरो पति। चाँदको टुक्रा? यो त मुम्किनै छैन। नामुम्किनलाई मुम्किन गर्ने त बन्छ नि मेरो पति। मैं हूं ना। यो नियो वाइफमा इन्भर्टर एसी हो जुन लो भोल्टेज अप टु 140 भोल्टसम्म पनि आरामले काम गर्छ। और खिचो, और खिचो। सक्दैन मम्मी। यो लगाकर साँच्चै उड्छ बाबु। किलो बिफा। यसमा हेल्दी एयर फिल्टर्सहरू छ र एकदम इन्भाइरोमेन्ट फ्रेन्डली पनि छ। अझ तपाईँ जहाँ भए पनि वाइफाईबाट एसी कन्ट्रोल गर्न सक्नुहुन्छ। किलो बिफा। नाति मलाई चाँद। यस्तो जाब ढुङ्गा त जसले पनि ल्याइदिन्छ। मलाई त गर्मीमा घरमा बस्दाखेरि शीतल बनाएर राख्नलाई एसी किनिने हस्बेन्ड चाहिन्छ। तिमीलाई त म टप क्लास एसी किनिदिइहाल्छु नि। तर यो गर्मीको लागि सबभन्दा बेस्ट एसी कुन होला त? बेस्ट एसी भनेको नियो वाइफाई इन्भर्टर एसी किन्ने होइन त तपाईँहरू पनि? बेमान बुढा, मलाई के चाहिरहेको थाहा भयो?